केमा मान्छे कोचेर लिएर आएर देखाउने अनि त्यसैको आडमा यिनीहरू राज गर्ने अनि मिलिजुली गर्ने गठबन्धन गर्ने। यहाँ भन्नुभयो नि म च्यालेन्ज गर्न चाहन्छु, मधेसको नाउँमा मधेस गर्छौं, मधेसलाई यो बनाउँछौं, मधेसको हक अधिकार हामीलाई चाहिँ छिन् भएन भनेर लड्यौं भन्छन्। तर यिनै नेताहरूले साँठगाँठ गरेर गएको कुरालाई अब तपाईहरु ल्याउने कि नल्याउने? म त यही ठाउँमा आएर मलाई एउटा अर्को सम्झना तपाईलाई भन्दिन्छु। जानकी मन्दिरमा एकपल्ट सार्वजनिक सुनवाई कार्यक्रम भएको, त्यो महिलाको दर्ता नभएर महिलाहरूको छ नि त्यो मुद्दाहरू, पीडित भएका महिलाहरूको मुद्दा पीडित दर्ता नभएर बसिरहेको रहेछ पुरै जुलुसै जस्तो। अनि के भयो भनेर म त्यहाँ गएको त पार्टीका मान्छे दुईटै घमासान गर्ने भयो। त्यहाँ त एउटा मन्त्री पक्षको अर्को कुन मन्त्रीको फेरि। म त्यही छु एसपी, यस्तै पसिना ससिना आएर तल गएर पुरै मिलाए, ए धेरै गर्ने होइन है भनेर। अनि माथि गएर भने पकसको मुद्दा दर्ता कसले गरेको छैन, पकसले यहाँ मन्त्रीले फोर्स लगाएर चाहिँ मुद्दा छैन नलगाउने बनाइरहेछ, सोच लगाइरहेछ भनेर मैले भट्टाबाट फाल्ने। कोही मन्त्रीका कुरा सुन्थिनँ मैले, आज सुनेको पनि छैन। यहाँ मात्र होइन, तपाईले भन्नुभयो यहाँ जानकी यहाँको भनेको धनुषाको यो होइन, यहाँ मात्र होइन। म जहाँ बसेँ मलाई त्यसका लागि मलाई एउटा मेरो बानी चाहिँ के छ भने पीडितको पक्षमा आफ्नो आम उसको पक्षमा लड्नका लागि उहाँको हक अधिकार स्थापित गर्नका लागि मलाई कसैको पनि डर लाग्दैन। अब लाग्दैन त के गर्नु, तँलाई लाग्दैन भन्छ लाग्दैन, तँलाई डरैलाई के को डर लाग्ने? यस्तो अपराधी छ नि डर लाग्छ त। भिडेर आएको फेरि अहिले पनि त्यही हुन त, म त केही पनि छैन अहिले नै। तैपनि तपाईहरु त हुनुहुन्छ, पीडितहरु हुन्छ, तपाईका राम्रा आत्माहरु छन्, राम्रा मनहरु छन् नि। त्यसकारण यो संयुक्त रूपमा सुरु गरिएको आन्दोलन अथवा अभियानले सार्थकता पाउँछ। यहाँकोमा पनि राम्रो राम्रो छैन उहरू जोडिनु भएको छ, उहाँहरुका राम्रा मनहरु छन् मलाई थाहा छ। तर त्यस्तै मनहरु अरु पनि हुनुहुन्छ फेरि, तर सबैलाई हामीले खबर गर्न पनि सकेनौं। सायद उहाँहरु पनि व्यस्त पनि हुनुभयो होला। तर जुन छ तपाईहरु यहाँ उपस्थिति भएकाले यो आन्दोलनलाई अथवा यो आफ्नो हक अधिकार स्थापित गर्नका लागि अग्रणी भूमिका खेल्नुहुनेछ भन्ने पनि पूर्ण विश्वास व्यक्त गर्दै यो